आज प्रभु क्रुसमा जाने दिन होइन। वाइ इज गुड फ्राइडे गुड? आज किन प्रभु मरेको दिन चाहिँ होइन किन गुड भयो त भन्ने विषय, यो प्रश्नहरू धेरै आउन सक्छ। र आज हामी परमेश्वरको वचनबाट हामी सिक्दै हामी जानेछौँ। र विशेष गरेर आराधना गर्ने टिमहरूलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष गरेको हुन् र हामीलाई एकदमै उहाँको नजिक, उहाँको उपस्थितिमा हामीलाई उहाँहरूले लान भयो र हामीले प्रभुको उपस्थिति, प्रभुको छुवाईलाई हामीले महसुस गर्न सक्यौँ। हालेलुया। आफ्नो छेउको साथीलाई ह्याप्पी गुड फ्राइडे, तिम्रो लागि प्रभु मर्नु भएको छ भनिदिनुहोस् त। गुड फ्राइडे होइन, गुड फ्राइडे सबैजना हामी गुड फ्राइडे भन्छौँ। अनि कतिजना अन्य जातिहरूले पनि यो गुड फ्राइडे किन गुड फ्राइडे भन्ने प्रश्नहरू भइरहेको हुन्छ। र आज त्यसको विषयमा हामी केही परमेश्वरको वचनबाट सिक्नेछौँ र तपाईँहरूलाई वचनमा स्वागत गर्न चाहन्छु। जतिजनाले लाइभ हेरिरहनु भएको छ, फेसबुक, युट्युब, जहाँबाट तपाईँ हेर्दै हुनुहुन्छ, तपाईँलाई पनि आजको यो गुड फ्राइडेमा यो मेरो लागि, तपाईँको लागि, हाम्रो प्रभु येशू केवल एक प्रभु मात्र तपाईँ र मेरो पापको लागि मर्नु भएको छ। त्यस कारणले गर्दा वी आर हियर टु सेलिब्रेट। हालेलुया। तर यस दिन येशू क्रुसमा झुन्डिएको भन्ने प्रश्न हामीमा आउन सक्छ होइन। मानिसको दृष्टिमा यो एउटा हारको दिन जस्तो, एउटा के भन्छ नेपालीमा ठेट शब्द, मैले गुमाएको दिन जस्तो अथवा हारेको दिन जस्तो हो त यो त प्रभु मर्नु भनेको त भन्ने हामीलाई कतिचोटि प्रश्न लाग्न सक्छ। तर आत्मिक दृष्टिले यो विजयको दिन हो। हालेलुया। हामीले एउटा आत्मिकी तोडमा, आत्मिकी रूपले हेऱ्यौँ भने यो चाहिँ एउटा विजयको, एउटा भिक्ट्री, डे अफ द भिक्ट्री हो आज चाहिँ। किनभने यही दिन प्रभु येशू हाम्रो पापको मूल्य उहाँले तिर्नु भएको छ। हालेलुया। यही दिनमा चाहिँ उहाँले हाम्रो पापको मूल्य चाहिँ प्रभु येशूले तिर्दिनु भएको दिन भएको कारणले गर्दाखेरि चाहिँ इट इज गुड फ्राइडे। यो हाम्रो लागि महत्त्वपूर्ण फ्राइडे बनिएको छ प्रिय हो आज तपाईँ र मेरो जीवनमा। यो दिन येशूले सम्पूर्ण मानव जातिको पापको मूल्य तिरी उद्धारको मार्ग खोल्नु भएको छ। मानिसमा उद्धार हराएको थियो, मानिसमा कुनै पनि जीवन थिएन। तर प्रभु येशूले उद्धारको दिनहरू खोलिदिनु भयो। अनि क्रुस चाहिँ हारको चिन्ह होइन र प्रेम र विजयको चिन्ह हो। आमेन भनिदिनुहोस् न। क्रुस चाहिँ कतिचोटि मान्छेले, आज संसारको मान्छेले क्रुसलाई हेर्दाखेरि, क्रुसको चिन्ह देख्दै गर्दाखेरि होइन एकदमै घृणा गर्ने, विभिन्न आलोचना गर्ने, कति त डोजर लगाएर क्रुसहरू पल्टाइरहेको थियो, चर्चहरू पल्टाइरहेको थियो। तर वास्तवमा हो भने चाहिँ क्रुस चाहिँ हारको चिन्ह होइन, क्रुस चाहिँ विजयको चिन्ह। द साइन अफ द क्रुस इज द भिक्ट्री। हालेलुया। त्यस कारणले गर्दाखेरि प्रभुले त्यहाँनिर चाहिँ हाम्रो पापको ज्याला तिर्दिनु भएको छ। अनि उहाँले त हाम्रो पापलाई बोक्नु भयो भन्दछ। बाइबलले भन्छ उहाँ जसले कुनै पाप गर्नुभएको थिएन, परमेश्वरले उहाँलाई हाम्रो निम्ति पाप बनाउनु भयो ताकि हामी उहाँमा भएर परमेश्वरसँग ठिक सम्बन्धमा आउन सकौँ। 2 कोरिन्थी 5:21 हामीलाई यो भन्दछ। प्रभु येशू चाहिँ वास्तवमा उहाँ चाहिँ पापी हुनुहुन्थेन, तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। किन भन्दाखेरि हाम्रो सबै अधर्म र पापहरूले भरेर उहाँमाथि खन्याएर चाहिँ, अनि उहाँले चाहिँ त्यो पापको ठुलो पापको भारीलाई चाहिँ उहाँले काल्भरी क्रुसमा लिएर जानुभएको छ। हालेलुया। तपाईँहरूसँग मसँग शान्त रहनुहोस्, म धेरै बोल्ने छैन। तुरुन्तै हामीहरू वचन सक्ने बित्तिकै हामीसँग अहिले हामी आत्मिकी खुराकमा छौँ भने शारीरिक खुराक पनि हाम्रो लागि तपाईँहरूले सबैजनाले मेहनत गरेर ल्याउनु भएको छ। एउटा पटलक हामी गर्दैछौँ भने हामी त्यसमा पनि इन्जोय गर्नेछौँ।
र साथसाथै हामी सबैजना सबै मलाई आशा छ तपाईँहरू सबैजना फास्टिङमा हुनुहुन्छ होला। आज हाम्रो 7औं दिनको फास्टिङको 5औं दिनमा हामी आइसकेको छौँ र आइतबारको दिन रेजरेक्सन डेको दिन हामी फास्ट तोड्दैछौँ र त्यो कारणले गर्दाखेरि रेजरेक्सन डे आज पनि उत्तिकै महत्त्वपूर्ण छ भने रेजरेक्सन डे झनै महत्त्वपूर्ण छ। हालेलुया। त्यो चाहिँ प्रभुले प्रुभ गर्नुभएको दिन हो। त्यो चाहिँ मान्छेहरूको आशा हराएको, चेलाहरूको आशा हराएको थियो। तर जुन दिन प्रभु येशू बौरी उठ्नुभयो त्यो दिन चाहिँ मानिसहरूमा फेरि त्यो एउटा आशा पलायो, मानिसमा त्यो एउटा करेज मिल्यो मानिसहरूलाई। यति साह्रो साहस मिल्यो कि त्यो 12 जना चेलाहरू, डरपोक चेलाहरू एकाएक मारिनको लागि पनि उनीहरू पछि परेन। हालेलुया। त्यो कारणले गर्दाखेरि तर त्यो दिनको हामी पर्खाइमा छौँ, त्यो दिनको हामी प्रतीक्षामा छौँ। र त्यसकारण येशूले हाम्रो पाप र दण्ड आफूमा लिनुभयो ताकि हामी क्षमा पाउन सकौँ। र येशूको दुःख हाम्रो लागि, येशूले भोग्नु भएको दुःखको बारेमा हामीले यशाया 53को 5मा हामीले हेऱ्यौँ भने त्यहाँ टन्नै लेखेको छ। म सबै पढिरहँदिनँ, तर म मेन बुदाहरू तपाईँमा राख्न चाहन्छु तपाईँहरूको माझमा। उहाँ त अपमानित र मानिसहरूले उहाँलाई त्यागिदिएको पनि थियो। जब उहाँ अपमानित भयो, उहाँ चाहिँ रेजेक्ट गरिरहेको थियो मानिसहरूले, होइन, उहाँलाई अपमान, निन्दा, गिल्ला गरिरहेको थियो। त्यतिखेर चाहिँ मानिसहरूले उहाँलाई त्यागी पनि दिनुभयो। काम नलाग्ने रहेछ प्रभु त भन्नुहुन्थ्यो, खोइ त प्रभु यस्तै हुन्छ, राल सिँगान भएर कुटै खाएको छ, चोटै चोट, काँडाको मुकुट, क्रुस तानिरहेको छ, होइन। अनि त्यो देखेर चाहिँ मानिसले के भने त भन्दाखेरि प्रभु होइन रहेछ। त्यसो भनेर धेरै मानिसहरूले उहाँलाई त्यागेको छ। तर उहाँ हाम्रो अपराधका कारण घाइते हुनुभयो प्रिय हो। हाम्रो अधर्मको कारण उहाँ चाहिँ किचिनु भयो, थिचिनु भयो, पेलिनु भयो। हालेलुया। यसै अगमवक्ता मार्फत येशूको दुःख पहिले नै भविष्यमा बाँडी गरेको थियो। उहाँ आफ्ना लागि होइन, हाम्रो पाप र अधर्मको लागि घाइते र कुचिनु भयो। उहाँले पाप नगर्नु भए तापनि हाम्रो पापको कारण क्रुसमा जानुभयो। उहाँ चाहिँ सिनलेस थियो। उहाँ चाहिँ एकदमै पवित्र पवित्र पवित्र। प्रकाशको पुस्तकमा, होइन, स्वर्गदूतहरूले, त्यहाँनिर चाहिँ करूब स्वर्गदूतहरूले सिंहासनमा पवित्र 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 24 घन्टा 24औं धर्मगुरुहरू धुपौरोमा वेदीमा रहेर धुपौरो हातमा लिएर त्यो सुगन्धित धुपहरू बालेर पवित्र 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 भन्ने प्रभु येशू त्यति महान परमेश्वर हुनुहुन्छ। तर फिलिपी 2को हामीले 3 अध्यायदेखि हेऱ्यौँ भने चाहिँ के गर्नुभयो उहाँले परमेश्वरको स्वरूपमा ती बराबरी हुने अधिकारलाई उहाँले त्यो कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो उहाँले ठान्नु भएन, तर आफैलाई रित्याइकन सम्पूर्ण सिंहासन छोडेर कमराको रूप धारण गरेर उहाँ चाहिँ हाम्रो लागि आउनुभयो। हालेलुया। अनि क्रुसमा जानुभयो। उहाँ चाहिँ अति नै गहिरो कथा छ प्रिय हो। यो जति प्रभुको बारेमा हामीले मनन गऱ्यौँ भने, मेडिटेट गऱ्यौँ भने कहिले पनि त्यो हामीले कल्पनै गर्न नसक्ने त्यो प्रेम चाहिँ प्रभुले हामीलाई गर्नुभएको छ। र त्यसकारण उहाँले खानुभएको कोराको चोट र उहाँको घाउले हामी आज निको भएको छौँ। हालेलुया। हामी चाहिँ आज निको भएको छौँ। अनि त्यहाँ अचम्मको घटनाहरू घटेको छ प्रिय, पर्दा च्यातिएको कुरोहरू। येशूले चिचाएर फेरि एकपटक ठुलो स्वरमा बोले पछाडि प्राण त्याग्नु भयो। अनि मन्दिरको पर्दा माथिदेखि तलसम्म 2 टुक्रा भयो। मत्ती 27को 50देखि 51सम्म हामीले हेऱ्यौँ भने मन्दिरको पर्दा चाहिँ यति साह्रो बाक्लो थियो। त्यो चाहिँ मोटामोटी बाइबलविदहरूले भन्दछ 4 इन्ची थियो अरे। त्यो चाहिँ यो हामीले यो प्यानल टालेको छौँ नि, यो 2 इन्ची छ
यसलाई दुईटा खप्टाउँदा मात्रै 4 इन्ची हुन्छ। अनि कालो पर्दा यति साह्रो त्यो पर्दा लगाइसक्दाखेरि चाहिँ तपाईँले त्यो भित्र अन्धकार चाहिँ यति साह्रो अन्धकार हुन्छ, केही पनि देख्न सक्नुहुन्न तपाईँले। त्यहाँनिर केही पनि देख्न सक्थेन त्यहाँ मानिसहरूले, त्यति साह्रो अँधेरो थियो त्यो कालो पर्दा लगाएको कोठाभित्र चाहिँ। अनि त्यहाँनिर चाहिँ परमेश्वरको सन्दुकहरू राखेको थियो, हरुनको लट्ठीहरू त्यहाँ राखेको थियो। अनि त्यहाँनिर चाहिँ वर्षमा एकचोटि मात्रै पुजारी गएर अनि त्यहाँनिर सबै मानिसहरूको पापको लागि चाहिँ भाँडामा रगत लिएर त्यहाँ पुजारी जान्थ्यो त्यहाँनिर। अनि हिसाबको स्याउलाले त्यो भाँडाबाट त्यो रगत निकालेर चाहिँ त्यो त्यहाँनिर जहाँनिर चाहिँ त्यहाँनिर सन्दुकहरू राखेको थियो त्यहाँतिर त्यो रगत छम्किन्थ्यो। अनि त्यसले चाहिँ मानिसहरूको पाप क्षणिक भर अथवा 1 वर्षको लागि टेम्पोररी रूपमा चाहिँ क्षमा हुन्थ्यो। अनि त्यहाँ पुजारी जाँदा पनि के गरिन्थ्यो त भन्दाखेरि बाहिर अरू पुजारीहरूले एसिस्टेन्टहरूले चाहिँ कम्बरमा पेटी बाँधिदिन्थ्यो अनि पेटीमा चाहिँ घन्टी हुन्थ्यो। अनि जब पुजारी त्यहाँ भित्र जान्थ्यो अनि छ्यान्द्र्याङ 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 बज्थ्यो अनि पुजारीले त्यहाँनिर जब त्यो भाँडाबाट रगतहरू छम्किन्थ्यो त्यहाँ के गर्थ्यो अनि त्यो घन्टीहरू चाहिँ उचलेको कारणले बजिरहन्थ्यो। अनि जब घन्टी बजेन भने चाहिँ यदि पुजारीले गल्ती गरेको छ, पुजारी पापी, अब मानिस त पापी थियो तर पुजारीले मन्दिरमा जानु जति पनि प्रक्रियाहरू पुरा गरेको छैन भने पुजारी ठरै मर्थ्यो त्यो भित्र। त्यो कारणले गर्दाखेरि चाहिँ पेटी बाँधेर डोरी किन डोरीसँग पठाइयो भन्दाखेरि चाहिँ यदि पुजारी ठरै ढल्यो भने चाहिँ डोरीबाट तानेर चाहिँ उसलाई पर्दाको नजिक ल्याइन्थ्यो अनि त्यहाँबाट तानेर निकालिन्थ्यो, फेरि अर्को पुजारी अभिषेक गर्नु पर्थ्यो। त्यति साह्रो परमेश्वरको नजिक जानु चाहिँ त्यति कठिनाइ थियो प्रिय। तर जब प्रभु येशू तपाईँ र मेरो पापलाई लगेर कल्भरी क्रुसमा जानुभयो, जब उहाँले सिद्धियो भनेर उहाँले प्राण त्याग्नुभयो, त्यो पर्दा 2 भाग भयो। ठुलो ताली लाएर प्रभुलाई महिमा दिनुहोस्। त्यो कारणले गर्दाखेरि चाहिँ आज तपाईँ र म चाहिँ डाइरेक्ट परमेश्वरको उपस्थितिमा हामी जान सक्छौँ। डाइरेक्ट कुनै कुराले हामीलाई छेक्न सक्दैन। तपाईँ र म चाहिँ प्रभुको उपस्थितिमा चाहिँ हामी डाइरेक्ट जान सक्छौँ। तपाईँलाई मलाई कुनै पनि पुजारीको जरुरी छैन, कुनै पास्टरको जरुरी छैन, कुनै धर्मी मानिसको जरुरी छैन। तपाईँ र मैले प्रभुलाई मुक्तिदाता उद्धारकर्ता भनेर विश्वास गरेको छ भने हामी चाहिँ प्रभुको उपस्थितिमा डाइरेक्ट जान सक्छौँ। हालेलुया। प्रभुले त्यो चाहिँ हाम्रो लागि त्यो पर्दालाई प्रभुले 2 फ्याक पारिदिनु भयो। अनि उहाँले त्यतिखेर चाहिँ जब त्यो पर्दा डङ्गै फाट्यो, भूकम्पहरू गयो प्रिय, पृथ्वीहरू काम्यो, बाइबलले यही भन्दछ। हालेलुया। यहाँनिर भूकम्प र मृतकहरू उठे भन्दछ त्यहाँनिर बाइबलले। मत्ती 27 को तपाईँले 51 देखि 52 हेर्नुभयो भने पृथ्वी हल्लियो, ढुङ्गाहरू फुटे, च्यानहरू खुले, धेरै पवित्र मानिसहरू जो निदाएको अथवा मरेको थिए उनीहरू उठे भन्दछ। हालेलुया। यीशुको मृत्युमाथि विजयको शक्ति देखियो। हालेलुया। त्यस कारणले गर्दाखेरि जब मान्छेले कहिले पनि त्यो कालो पर्दाभित्र के थियो, त्यहाँ पर्दाभित्र केही देखेको थिएन इजरायलीहरूले। अनि इजरायलीहरू चाहिँ जहिले पनि बाहिर चोकमा भेला भयो अनि उनीहरू चाहिँ आराधना गर्थ्यो। अनि बाहिरी चोक अनि महापवित्र स्थान हुन्थ्यो, पवित्र स्थान हुन्थ्यो अनि बाहिरी चोक हुन्थ्यो। महापवित्र स्थानमा चाहिँ वर्षमा पुरेत एक्लै जान पाउँथ्यो। पवित्र स्थानमा चाहिँ पुरेतहरू मात्रै, त्यहाँको वेदीमा धूपहरू बाल्ने पुरेतहरू मात्रै, अहिले भन्नुपर्दा लिडर्सहरू मात्रै जान पाउँथ्यो। बाहिरी चोकमा चाहिँ इजरायलीहरू वरिपरि उनीहरू चाहिँ त्यो मन्दिरको बाहिरी चोकमा चाहिँ उनीहरू कसरी बसेको थियो भन्दाखेरि एउटा पाल टाँगेर क्रुस बनाएर उनीहरू बसेको थियो। अनि त्यसले चाहिँ के सिम्बल गराउँछ भन्दाखेरि प्रभु येशू चाहिँ आउनेवाला छ भन्ने कुरोलाई जनाएको थियो। हालेलुया। उनीहरूले पाल टाँगेर बस्दाखेरि हामी क्रुस बनाउँदैछौँ भनेर उनीहरूले कहिले पनि सोचेको थिएन भन्छ बाइबलविदहरूले। तर जसै उनीहरूले मन्दिरको वरिपरि पाल टाँगेर बस्यो त्यो चाहिँ एक्ज्याक्टली क्रुस जस्तो भएको थियो। त्यो चाहिँ अटोमेटिकली क्रुस जस्तो देखिएको थियो। किन भन्दाखेरि उनीहरू त्यो अनुसार
उनीहरूले जानी जानी बसेको थिएन, तर परमेश्वरको योजना थियो। अनि क्रुसले चाहिँ प्रभु यीशुलाई देखाउँदै हुनुहुन्थ्यो। हालेलुया। अनि जब त्यो पर्दा दुई फ्याक भएर जब पर्दा फाट्यो, इजरायलीहरू जम्मैले त्यहाँनिर प्रभु यीशु त्यो जतिजना त्यहाँनिर मन्दिरको बाहिर थियो ती मानिसहरूले चाहिँ परमेश्वरको डाइरेक्ट त्यो भित्रको सन्दुकहरूलाई उनीहरूले देखे। अनि कोही पनि मरेन। हालेलुया। कोही पनि मरेन त्यहाँनिर, किनकि प्रभुले त्यसको ऋण तिर्दिनु भयो। हालेलुया। सबैले डाइरेक्ट परमेश्वरलाई भेट्ने ठुलो बाटो चाहिँ प्रभु येशूले खोलिदिनु भयो। अनि जो धार्मिक मानिसहरू, जो धर्म कर्म गर्ने होइन, प्रभु यहोवा परमेश्वरलाई पुज्ने मानिस, त्यति प्रभु येशू त आउनु भएको थिएन पहिला, तर पनि त्यो प्रभु येशूको समयमा धर्मी मानिसहरू चाहिँ च्यानबाट प्रभुको मृत्यु हुँदै गर्दाखेरि प्रभुको मृत्युले चाहिँ च्यानहरू फुटे, ढुङ्गाको चट्टानहरू फुटे, अनि त्यहाँबाट चाहिँ मृतक मानिसहरू जीवित भए अरे। कति भए अब थाहा छैन, तर जीवित किन भए त भन्दाखेरि प्रभुको मृत्युमा चाहिँ मानिसको उद्धार र जीवन छ। हालेलुया। प्रभुले प्रुभ गरेर देखाउनु भयो कि धर्मी मानिसहरू, मरेको मानिसहरू चाहिँ शरीरमै बौरी उठ्ने एउटा लाजरस उठ्यो भने अरू प्रभुले धेरै स्त्रीहरू पनि उठाउनु भयो, तर प्रभुको मृत्यु सँगसँगै पनि कहिलेदेखि मरेर कुहिएको मानिस चाहिँ च्यानबाट निक्ल्यो भन्दछ। सडक उदी मृतकहरू देखे अरे। तपाईँ र मेरो बुवा आजभन्दा लगभग 30 वर्ष अगाडि बित्नुभयो। अचानक मैले मेरो बुवालाई, प्रभुको मर्ने दिन चाहिँ आज थियो भने मेरो बुवा चाहिँ सडकमा हिँडिरहेको मैले भेटेँ अरे। मलाई कस्तो लाग्छ होला प्रिय। अनि यति साह्रो शक्ति छ प्रभुको मृत्युमा चाहिँ। हालेलुया। त्यस कारणले गर्दा वी हेभ होप। प्रभुको मृत्युमा चाहिँ हाम्रो आशा छ, हाम्रो जीवन छ। हाम्रो यो पार्थिव शरीरहरू बितेर गए तापनि हाम्रो आत्मा चाहिँ अनन्त अनन्तसम्म बाँच्न सक्छ। हालेलुया। अनि क्रुसको अन्तिम शब्द हामीले यूहन्ना 19:30 हामीले हेर्यौँ भने, सुसमाचार यूहन्ना 19:30 जब येशूले सिरका लिनुभयो। सिरका भन्ने थाहा छ तपाईँलाई? त्यहाँनिर चाहिँ वाइन चोप थियो। त्यो सिरका चाहिँ यत्रो कपडाको, बुवा आमाहरूलाई थाहा छ होला, कति होइन, बुवा आमालाई पक्कै थाहा छ। गाउँमा बस्ने बुवा आमाहरूलाई एउटा रुमालमा सुर्ती, होइन, सुर्ती पोका पारेर लट्ठीमा बाँधेर जङ्गलमा हिँड्दाखेरि जुका लाग्दाखेरि खुट्टामा धस्दै हिँड्थे नि, अनि जुका झर्थ्यो, होइन। त्यो त्यस्तै एउटा रुमाल पोका पारेर बाँधेको थियो एउटा लट्ठीमा, अनि त्यो चाहिँ रक्सीमा चोपेर चाहिँ, अनि त्यति प्रभुले तिर्खा लाग्यो भन्दाखेरि चाहिँ यति साह्रो उयो गर्दै थियो प्रभुलाई चाहिँ, त्यो वाइन रक्सी लगेर खुवाइरहेको थियो। मानिस यति साह्रो पापी थियो मानिस चाहिँ। अनि त्यो सिरका लिनु भएर उहाँले भन्नुभयो पुरा भयो, अथवा अब सिद्धियो। अब सिद्धियो मतलब मानिसहरू छक्कै पर्यो। अब सिद्धियो भन्दा ला, पत्रुस पनि आफ्नो बाटो लाग्यो। अब प्रभु, अब सिद्धियो, प्रभुको काम छैन, अब सकियो। प्रभु भन्नुहुन्थ्यो, अब क्रुसमा टाँग्यो, मुन्टा पनि निहुरै हाल्नुभयो, सिद्धियो, सकियो भनिरहेको थियो। अनि त्यतिखेर ठुलो भूकम्प गयो। 12 बजी, दिउँसोको 3 बजी नै दिन चाहिँ अन्धकारले ढाके प्रिय। हालेलुया। प्रभुको मृत्युमा चाहिँ किन भन्दाखेरि स्वर्ग डल्लै, पितादेखि स्वर्गदूतहरू सबै दुखित थियो प्रभुको मृत्युमा चाहिँ। प्रभुले हाम्रो पापको लागि यति साह्रो त्यो हाम्रो त्यो कालो बादल किन लाग्यो भन्दाखेरि, किन दिन अँधेरो भयो भन्दाखेरि चाहिँ पाप चाहिँ यति साह्रो अन्धकारले ढाकेको थियो प्रिय यो संसारलाई। अनि त्यो कारणले गर्दाखेरि दिउँसै त्यो पापहरूलाई, सबै पापहरूलाई, मैले तपाईँलाई 2017 कि 18 प्रभुको त्यो क्रुसमा टाङ्दै गर्दाखेरि चाहिँ श्रापले हिर्काइरहेको, दर्दा पीडाले हिर्काइरहेको, होइन, व्यभिचारको आत्माले हिर्काइरहेको, एकदम चोर डकैतीको आत्माले हिर्काइरहेको,
झुटको आत्माले हिर्काइरहेको त्यो भिडियो मैले देखाएको थियो। एक्ज्याक्टली त्यही भएको थियो। प्रभुले चाहिँ त्यो सबै सधैँ त्यो कुरोलाई लिँदै गर्दा चाहिँ प्रभुलाई एकदम गाह्रो भएको थियो प्रिय। अनि यति साह्रो गहिरो छ उहाँको क्रुसको कथा चाहिँ। र येशूको अन्तिम शब्द थियो पुरा भयो। भन्नुको अर्थ हो उद्धारको योजना अब सिद्धियो। हालेलुया। उहाँ चाहिँ उद्धार गर्नु आउनुभएको थियो, एउटा प्लानिङसँग आउनुभएको थियो। त्यसको त्यो योजना चाहिँ उहाँले कालबरी क्रुसमा पुरा भयो, पुरा गर्नुभयो। र उहाँले भन्दै हुनुहुन्छ अब सिद्धियो। अब दोस्रोचोटि कुनै व्यक्ति आएर मर्नु पर्दैन। अब म पनि दोस्रोचोटि आएर मर्ने छैन, तर म दोस्रोचोटि आउँदाखेरि चाहिँ म राजा भएर आउनेछु। हालेलुया। उहाँ चाहिँ दोस्रोचोटि आउँदा उहाँ लुफ्रुक्क फेरि पनि कुनै स्त्रीको गर्भमा आएर होइन, उहाँ चाहिँ भेडाको गोठमा अथवा खचडको गोठमा जे होस्, फेरि गोठमा जन्मिनेवाला छैन प्रिय। उहाँ चाहिँ एउटा ठुलो तुरैको आवाजको साथ, हजारौँ 12 पल्टन स्वर्गदूतको साथ, ठुलो गर्जन हुकुमको साथ, ठुलो चट्याङको साथ उहाँ आउँदाखेरि चाहिँ पृथ्वी हल्लिनेछ। हालेलुया। दुर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 ु पृथ्वी हल्लिनेछ। अनि उहाँ चाहिँ मृत्युको लागि होइन, त्यतिखेर चाहिँ के हुन्छ, सबैजना च्यानहरू फुट्नेछ त्यतिखेर प्रिय। अनि त्यतिखेर बाँचेको मानिसहरू, जो प्रभुलाई विश्वास गर्ने मानिसहरूलाई शत्रुले मार्नका लागि रेडी हुनेछ। त्यतिखेर चाहिँ प्रभुले ती शत्रुलाई आगोले भस्म गर्नेछ। अनि त्यहाँबाट उहाँको प्रजाहरू चाहिँ, उहाँको सन्तहरू चाहिँ यो पृथ्वीमा फेरि 1000 वर्ष राज्य गर्नेछ। हालेलुया। अनि मात्रै प्रभुले यही पृथ्वीमा नयाँ यरुसलेम खडा गर्नुहुन्छ। 1000 वर्ष राज्य गरे पछाडि त्यहाँबाट चाहिँ उहाँले अनन्त अनन्तको लागि उहाँको भेडा, धर्मीजन, पापीजन उहाँले छुटाउनुहुन्छ। पापीहरू सधैँ नरकुण्डमा पठाइन्छ भने उहाँको भक्तजनहरूलाई चाहिँ उहाँले अनन्तको स्वर्गमा पठाउनुहुनेछ। हालेलुया। प्रष्ट यौन 14को पुस्तकको 1 अध्यायदेखि तपाईँले हेर्नु भने प्रभुले के भन्नुभयो, म चाहिँ घरहरू तयार पार्न जाँदैछु। के त्यसो नभए म तिमीहरूलाई भन्ने थिएँ र मेरो पिताको घरमा धेरै बस्ने ठाउँहरू छ, म त्यहाँ घर तयार पारेपछि म तिमीहरूलाई फेरि लिन आउनेछु। आमेन। प्रभुले त्यो भन्नुभयो प्रिय। त्यसको लागि प्रभुले त्यति मात्रै नभनेर प्रभु हाम्रो पापको लागि मर्नु भएको छ प्रिय। र आज फ्राइडे, यो गुड फ्राइडे यतिमै इनफ छैन प्रिय। गुड फ्राइडे मानिसलाई प्रभु मरेको दिन दुःख भए तापनि देयर इज सन्डे इज कमिङ। हालेलुया। आइतबारको दिन चाहिँ आउँदैछ प्रिय। प्रभु बौरिने उठ्ने दिन चाहिँ हामी त्यसको प्रतीक्षामा छौँ। आमेन। प्रभु बौरी उठ्ने दिनको प्रतीक्षामा हामीहरू छौँ। यो शक्तिशाली छैन र प्रिय। हालेलुया। त्यस कारणले गर्दाखेरि हामी आशा नभएको मानिसहरू जस्तो होइन, तर हामी आशा भएको मानिस जस्तो जिउँ प्रिय। यीशुको बलिदानमा हृदयदेखि विश्वास आज हामी गरौँ। आफ्ना पापहरूबाट फर्केर पवित्र जीवन जिउँ र उहाँका लागि जीवन अर्पण गरौँ, किनभने उहाँले पहिले नै हाम्रो लागि आफ्नो जीवन दिनुभयो। आमेन। आउनुहोस्, आज यो गुड फ्राइडेको सन्देश म यतिमै राख्न चाहन्छु। सबै हाम्रो आँखा बन्द गरौँ अनि म प्रार्थना गरेर आमेन गर्नेछु।